लोलाङको रातो पुलमा है यो पार्किङ स्पेस हो। बाहिर बाइक कार मजाले अट्छ, 3-4वटा बाइक, एउटा कार मजाले अट्छ। यो बेडरुम एकदम ठुलो छ, भर्खरै बन्दैछ। यो बाथरुम रेडी, 1 हप्तामा रेडी हुन्छ। बुकिङ गर्नुभयो भने यो किचन भयो, भाँडासाँडा धुने भित्रै बाहिर जता पनि छ। यहाँ अर्को किचन भयो। यो पानीको 24 घण्टा सुविधा। यो बेडरुम, एउटा कोठा एउटा किचन, भाडा मात्रै 11,500 भन्नुभएको छ। बाहिर यो पार्किङ स्पेस भयो। यहाँबाट टक्क गएर यो माथिल्लो तलामा चाहिँ 2 BHK फ्ल्याट छ है। यहाँबाट आफ्नै इन्ट्रान्स हुन्छ पर्सनल। टक्क छिरेपछि यो चाहिँ यो फल सिलिङ हुँदैछ। कलरिङ चाहिँ बबाल कलरिङ हुँदैछ है, लाइटिङ कलरिङ हुँदैछ। यहाँबाट गएर यो किचन रुम एकदम ठुलो छ, उज्यालो। अनि यहाँ बाथरुम, टोइलेट बाथरुम भयो। यो प्यानवाला छ टोइलेट चाहिँ। यो चाहिँ मास्टर बेडरुम हो, भित्रै टोइलेट बाथरुम, भित्रै एट्याच भएको बेडरुम भयो है। भाडा चाहिँ 20,000 भन्नुभएको छ, मिलाएर भइहाल्छ त्यो त। अनि यहाँबाट गएर हलको टक्कै लेफ्ट साइडमा चाहिँ एउटा अर्को बेडरुम, 2 BHK फ्ल्याट, भाडा 20,000। छिट्टो सम्पर्क गरिहाल्नुहोस् है त।